हाई गाइज, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हामी पोषण लेखाजोखा कार्यक्रमको दोस्रो दिन रहेको छ। अनि आज चाहिँ हामी सिरिसे टोल र हाम्रो चैनपुरे दुईवटा टोल हामी भ्याउँदैछौँ। अनि के भन्नु छ हाम्रो कस्तो कस्तो हुनेछ तपाईँहरूलाई अपडेट गरिरहनेछौँ यही मिनी ब्लग मार्फत। सिस्टरले चाहिँ अघि नानीलाई उयो पर छोडिसक्नु भयो, यहाँ माथि अघि छोडिसक्नु भयो। आमाको कर्तव्य सबै निभाएर केटाकेटरकोमा छोडेर सधैँ झै हामी चाहिँ हिँड्दैछौँ। हिजोको पानीले चाहिँ हाम्रो यस्तो मौसम यति राम्रो बनाइदिएको छ। बाई बाई छोरी, बाई बाई। यस्तो राम्रो क्लाइमेट देखिरहेछ। हिजो पानी पऱ्यो नि त, अनि यो चाहिँ हाम्रो पुरै उयो जस्तो देखिरहेछ है सिस्टर। के अरे सारङकोट जस्तो देखिरहेछ नि उताबाट। सारङकोटको डाँडैमा यस्तो दामी रहेछ, हेर्न सक्नुहुन्छ साथीहरू। क्लाउड यति खतरा क्लाउड। अनि हाम्रो फोटोसुटको लागि भाइ बोलाएको साथीहरू। अब हामी चाहिँ हिँड्दा 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 आधी घन्टामा चाहिँ हामी कहाँ पो आधी घन्टामा चाहिँ हामी यता माथि चैनपुरे डाँडा कटेर गइसक्यौँ। अनि अब चाहिँ हामी यहाँ पर हिजो सिस्टरहरू र सर चाहिँ जानुभएको थियो नि त यता गैरीगाउँ खरबन्तुल। अनि उहाँहरूले सामान बाटोमै छोड्नु भएको थियो मिस्कोमा, त्यहाँ अब पिकअप गरेर जान्छौँ। साथीहरू हामी चाहिँ यहाँनिर वर्षा मिस्कोमा आइसक्यौँ नि त। हाम्रो यहाँनिर सामानहरू छोडेको थियो, पोषण लेखाजोखाको सामग्रीहरू। अनि यहाँनिर आन्टीलाई पर्खिँदैछौँ लगेर जानु। सिस्टरभित्र गइरहनु भएको छ, सायद यहीँभित्र पनि होला। यहाँनिर चाहिँ यहीँ राख्नुभएको थियो सामान। हाम्रो सामानहरू होइन, पोषण लेखाजोखाको सामग्रीहरू छ। अब यो बोकेर लानुपर्ने हाइट बोर्डहरू होइन। र साथीहरू अब हामी चाहिँ सामान लिएर अब गन्तव्यतिर लाग्यौँ। हामीलाई कति लाग्छ सेटा स्केलहरू, यहाँनिर हाइट बोर्ड लेन्थ बोर्डहरू होइन। अनि हाम्रो सबै यहाँनिर ब्यागमा नै ब्यागमा छ, रजिस्टरहरू छ। अनि अब चाहिँ हामी जाँदैछौँ फेरि चाहिँ 11 बजीदेखि हो। धेरै सिस्टरले चाहिँ एक्सट्रिम इनर्जी ड्रिङ्क अनि सेन्टर फ्रेस किन्नुहुँदैछ। हामीलाई चाहिँ फिल्डमा अलिक गाह्रै भयो नि त हिँड्नु, त्यही भएर। हामी चाहिँ आजको पोषण लेखाजोखा सकेर हाम्रो सेमसेका दिदीको घरमा चाहिँ चिया खानु जाँदैछौँ। चिया सिस्टरले भोलिको लागि एकदम प्लानिङ योजना तर्जुमा गर्दै हुनुहुन्छ। यो चाहिँ पुदिना हो। यो पुदिनाले चाहिँ हाम्रो एकदम राम्रो गर्छ अचारहरू खानुमा। यो चाहिँ एउटा आयुर्वेदिक उयो पनि होला होइन, पुदिना क्या पुदिनै। सिस्टर चाहिँ भोलिको प्लानिङ भइसक्यो भोलिको। अब भोलि सिस्टर भ्याइदिनुहुन्छ सबैतिर। एकदम यसरी बोकेर हिँड्नुपर्छ। जुत्ता फुकालेर मियाङमाको आमा चाहिँ एकदम स्ट्रबेरी स्ट्रबेरी यहाँनिर कति राम्रो। नानीले हो त्यसै गरेर त्यसो गर्नु। यहाँ नै कति पानीले कुहिएको बिग्रिएछ नि, यो त बिग्रेको होला फेरि पानीले नि। यहाँ त अलिक उयो भएको रहेछ। पातमा ठक्क लाग्छ नि। उयो पनि चिचिला आउँदो रहेछ, कति धेरै आउँदो रहेछ। स्ट्रबेरी दारेर साथीहरू भन्नु। साथीहरू अब हामी चाहिँ कस्तो राम्रो देख्यो पिङ्की। त्यसो गरेर
हामी चाहिँ आजको कार्यक्रम सकेर फर्किँदैछौँ। आफूलाई चाहिँ नदेखाइकन मलाई साथीहरू भन्नु न अब तपाईँ। साथीहरू अब हामी चाहिँ आजको कार्यक्रम सकेर फर्किँदैछौँ। अनि आज चाहिँ दिन जस राम्रो भयो, शीतल भयो, हिँड्नु पनि रमाइलो भइरहेछ। खासै गलेको अनुभव पनि भएको छैन। तर भारी चाहिँ भन्नुहुन्छ भने मेरोमा छ यति 20 केजी जति। यता त 20 केजी जम्मा मान्छेलाई आधी केजीको भारी। अब चाहिँ हामी पुग्नु लाग्यौँ, हेल्पस पुग्नु लाग्यौँ। आज हामीले मजाले भिडियो बनाउनु पाएन किनभने हाम्रो के अरे सेवाग्राहीहरू यति 2 ठाउँ भएर होला। सेवाग्राहीहरू यति धेरै हुनुहुन्थ्यो होइन। अनि बच्चाहरूले हामीले वेटिङ पनि गराउनु भएन, रुइरहेको हुन्छ होइन। अनि त्यो भएर हामीले छिटो गऱ्यौँ, हामीले देखाउनु पाएन। हामी चाहिँ बाटोको बोलेको भ्लगहरू मात्र हालिरहेको छौँ। साथीहरू हाम्रो मिनी भ्लगको मजाले हेरिदिनु होला। आजको कार्यक्रम चाहिँ अब समग्रमा सक्यो। हामी चाहिँ फर्किँदैछौँ। आजको दिन चाहिँ एकदमै राम्रो भयो, शीतल भयो। बाइक पनि आउँदैछ। सिस्टरको कतिको कन्फिडेन्ट लेभल छ म यहीँ। अनि हेर्नु न यहाँनिर गरुङ छ 20 केजीको भारी। यता चाहिँ आधी केजीको मात्रै बोकाएको नि फेरि। जम्मा 20 केजी हुनुहुन्छ हाम्रो सिस्टर कन्फिडेन्ट हुँदो रहेछ किनभने सिस्टरले बाइक आउँदा पनि मजाले कन्टिन्यू गर्नुभयो कि। बाइक जाँदैछ नि त्यहाँ। अब यतिको त हुनु पर्यो नि। अब बिस्तारै बनाउनुपर्छ भ्लगहरू। सिस्टरसँगै सिक्दैछु म चाहिँ, सिक्ने क्रममै छु। खासै क्यामेरा पनि पक्रिन आउँदैन। यहाँ कति आइरहेको छ अनुहारहरू पनि थाहा छैन। मेरो मात्रै अनुहार आएको छ कि सिस्टरको मात्रै आएको छ। उतातिर घाम लागेको हेर्नु न। हेर्नु न झापातिर चाहिँ घाम लागिरहेछ। यो चाहिँ हामी इलामको रोङ गाउँपालिकाको शान्तिपुरमा छौँ। झापामा दामी घाम लागिरहेछ। कस्तो राम्रो वेदर छ आज। हाम्रो हेल्पस चाहिँ त्यो रहेको छ। हेर्नु कति राम्रो देखियो है। हस्पिटल जतिकै छ नि हो साथीहरू। हेल्पस त छिटो कुद्दै हुनुहुन्छ। म चाहिँ मेरो छोरीलाई भेट्न एकदम आतुर छु। म चाहिँ हिँड्नु पर्नेमा हेर्नु न। हामीलाई खाजा दिनुभएको थियो होइन। हामीलाई चाहिँ खाजा दिनुभएको थियो। चाउचाउ अन्डा बनाइदिन्छु भन्नुहुँदै थियो तर हामीले नबनाएको। तर हामीलाई कहाँ चाहिँ चाउचाउ दिनु, बरु हामी नखाने भनेर लिएर आएको साथीहरू। अब 2टा चाउचाउले हामी झोल बनाइ खान्छौँ गएर। झोल बनाएर त्यस्तो खतरा छौँ क्या। अरूले दिएको नि दिइहाल्छौँ, सोर पटान ल्याउँछौँ। केही छोड्नु हुँदैन साथी। टाइम सेभ गरेको यो भनेको हामीले इन्दु सिस्टर आउँदै हुनुहुन्छ। कालै पिला इन्दु सिस्टर गजन सर पनि सरसँग चाहिँ भेट भएको छ। सबैजनालाई हाई हेलो। हामी घर लाग्यो 5 बज्यो। के हो के पारा? ओहो छोरी त आमाले देख्यो चिने। खायो सबै खाजा पनि खायो। हाम्रो कार्यक्रम चाहिँ सकिएको छ र हामी चाहिँ अब हाम्रो हेल्पसमा आइपुगिसकेको छौँ। अनि आजको हाम्रो कार्यक्रम चाहिँ एकदमै सफलतापूर्वक सम्पन्न भयो। हाँस्दै आउँदै खाँदै बाटो कटेको पनि थाहै भएन, त्यत्रो लामो बाटो। अब तपाईँहरूले हाम्रो ब्लग हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू। अब हामी नेक्स्ट भिडियोमा भेटौँला। हस् त, थ्याङ्क्स फर वाचिङ। बाई छोरी बाई।